राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कोही चिया बेच्नेछन्, कोही माइतीघर मण्डलामा उफ्रिनेहरू, कोही चाहिँ व्यापार बिजनेस गर्नेहरू मात्र छन् हैन। अर्को कुरा, तपाईँ चाहिँ एउटा अध्यक्ष पद छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा केन्द्रीय सदस्य बन्नको लागि मात्र किन जानुभएको भन्ने पत्रकारको प्रश्नमा दलित अभियन्ता भर्खरै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका खगेन्द्र सुनारलाई सुन्नुहोस् त। तपाईले अहिले भनेको जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्, प्लेन चढ्दाखेरि चक्लेट खाने हो सिँगै प्लेनै खानेहरू छन् त्यहाँभित्र, कोही वाइनसम्म खाने हो सिँगै प्लेन खाने, व्हाइट बडी खाने पनि त्यही छन्, बालवाटार खाने पनि त्यही छन्, यो चाहिँ गिरिबन्धु खाने पनि त्यही छन्। त्यसैले त्यसै बेच्ने भन्दा चिया बेच्ने त राम्रै होला एउटा कुरो। अब पाउनुहोस् है मेरो प्रश्न, अब सके हो पाउनुहोस् है एउटा कुरो चाहिँ। त्यसैले देश बेच्ने आउनु भन्दा चिया बेच्नेहरू आउनुहोस्, इज्जत बेच्ने पाउनुहोस् है, मलाई सकाउन दिनुहोस्। झगडा गरे जस्तो भन्दा नि क्वेसन एन्सर गरौँ फेरि यसलाई। इज्जत बेच्नेहरू आउनु भन्दा कम्तीमा चाहिँ आफ्नो प्रतिभा बेच्नेहरू आउनु भयो भने एउटा पार्टी चल्ला एउटा कुरो। अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो। नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ? कति रुपियाँ हुन्छ होइन? कहिले काहीँ के हुन्छ भने होइन मूल्याङ्कन किन? हिजो रुपियाँ आज डलरको भाउमा चाहिँ कन्भर्ट हुँदैछ भने यसलाई कम भन्न मिल्छ यसलाई? त्यसैले गर्दाखेरि मैले फेरि पनि भने डलर त हामीलाई यसै पनि त डलरै भनेकै छ नि त। अहिले तपाईँले हालेको भिडियो तल आयो दलितको नामको डलरै भनेर त लेखेकै छ नि त अहिले तपाईँलाई। थारू देख्न बित्तिकै भारू भन्ने, मधेसी देख्न बित्तिकै बिहारी भन्ने, दलित देख्न बित्तिकै डलरै। म त डलरै नै हुने, मेरो भाउ त डलरमै छ नि, मेरो भाउ त त्यति उच्च नै छ। त्यसैले गर्दा तपाईँले अहिले भनेको जस्तो हामी उतापट्टि हुँदाखेरि ठुलो थियौँ होला, यतापट्टि कन्भर्ट हुँदाखेरि सानो जस्तो देखियो होला। उतापट्टि रुपियाँ 1 लाख थियो होला, यता 60,000 डलर भयो होला, तर यसको भाउ डलरमा छ, यसको भाउ धेरै माथि। तपाईँले अहिले भनेको